नमस्कार। आज हामी बर्दघाट राजमार्गमा भर्खरै भएको एउटा गम्भीर यात्रुवाहक बस दुर्घटना र त्यसपछिको उद्धार कार्यको विस्तृत विश्लेषण गर्दैछौं। सडक सुरक्षाको विषयलाई लिएर अहिले धेरै चर्चा भइरहेको छ, होइन त? त्यसैले आजको यस विश्लेषणमा प्राप्त तथ्य र विवरणहरूलाई केलाएर यो घटनालाई क्रमैसँग बुझ्ने प्रयास गरौं। अब घटना कहाँ भयो त भन्नेतिर लागौं। यो दुर्घटना नवलपरासी, जसलाई सुस्ता पश्चिम पनि भनिन्छ नि, हो त्यही जिल्लाको बर्दघाट नगरपालिका वाडा नम्बर 4 स्थित पूर्व पश्चिम राजमार्गमा भएको हो। पूर्व पश्चिम राजमार्ग भनेको देशकै मुख्य लाइफलाइन हो, एकदमै व्यस्त। यस्तो प्रमुख सडकमा यस्तो घटना हुनु भनेको निकै गम्भीर कुरा हो। यसले त्यहाँको सडकको अवस्था कस्तो थियो भन्ने कुरामा पनि पक्कै ध्यान तान्छ। समयरेखा हेर्दाखेरि कुरा एकदमै प्रष्ट हुन्छ। यो बस साँझ पर्नु अघि नै कास्कीको पोखराबाट छुट्टेको थियो र यसको अन्तिम गन्तव्य महेन्द्रनगर पुग्नु थियो। तर विडम्बना, यात्रा सोचे जस्तो भएन। साँझको ठिक 7 बजेतिर बर्दाघाट आइपुग्दा यो डरलाग्दो दुर्घटना हुन पुग्यो। एउटा लामो दूरीको यात्रा कसरी बीचमै अचानक रोकिन पुग्यो भन्ने कुरा हामी यहाँबाट प्रष्ट बुझ्न सक्छौं। यो दुर्घटनामा परेको यात्रुवाहक बसको नम्बर ना 7ख5820 हो है। यो जानकारी किन महत्त्वपूर्ण छ भने यदि कसैका आफन्त वा चिने जानेका मान्छेहरू त्यो बाटो हुँदै जाँदै हुनुहुन्थ्यो भने यो नम्बरले उहाँहरू कुन बसमा हुनुहुन्थ्यो भनेर पहिचान गर्न धेरै मद्दत गर्छ। यस्तो सानो जानकारीले सोधखोज गर्नेहरूलाई ठूलो राहत दिन सक्छ। अब दुर्घटना कसरी भयो त? जिल्ला प्रहरी कार्यालय नवलपरासीका डीएसपी वीरेन्द्र दत्त पन्तले दिएको जानकारी अनुसार बस अनियन्त्रित भएर सडकको दाहिने किनारतिर पल्टिएको थियो। यसको मतलब के हो भने यो दुर्घटना कुनै अर्को गाडीसँग ठोकिएर भएको होइन। बसले सन्तुलन गुमायो र सिधै पल्टिन पुग्यो। मानव क्षतिको कुरा गर्दा दुर्घटना हुँदा बसमा जम्मा 31 जना यात्री सवार थिए। तीमध्ये 16 जना घाइते भएका छन्। तर एउटा सन्तोषजनक कुरा के छ भने बाँकी 15 जना यात्रीहरू भने बिल्कुलै सुकुशल रहेका छन्। यो अनुपात हेर्दा झण्डै आधा यात्री घाइते र आधा सुरक्षित रहेको देखिन्छ, जसले दुर्घटनाको वास्तविक तस्विर बुझ्न सजिलो बनाउँछ। ती घाइते भएका 16 जनाको अवस्था कस्तो छ त? प्रहरीको विवरण हेर्दा धेरैजसोको हात, खुट्टा, टाउको र शरीरका अन्य भागमा चोट लागेको छ। तर धेरै आत्तिनुपर्ने अवस्था छैन, किनकि अधिकांशको अवस्था सामान्य नै छ। केहीको अवस्था मात्रै मध्यम छ। यसको अर्थ ज्यानै जाने जस्तो गम्भीर क्षति हुनबाट भने जोगिएको छ। यो पक्कै पनि एउटा ठूलो राहतको कुरा हो। यस्ता दुर्घटनाको असर कतिसम्म फैलिन्छ भन्ने कुरा यात्रुहरूको ठेगाना हेर्दा थाहा हुन्छ। घाइतेहरू कुनै एउटा गाउँ वा शहरका मात्र थिएनन्। कास्की, नवलपरासी, कैलाली अनि तनहुँ जस्ता फरक फरक जिल्लाका मानिसहरू त्यसमा यात्रा गर्दै थिए। अझ अचम्मको कुरा त घाइतेहरूमा एकजना विदेशी नागरिक पनि हुनुहुन्छ, जसको अवस्था अहिले सामान्य नै छ। यसले के देखाउँछ भने राजमार्गको एउटा दुर्घटनाले देशका विभिन्न कुनाका मानिसहरूलाई एकैपटक कसरी प्रभावित गर्छ। दुर्घटना भए लगत्तै उद्धार कार्य निकै द्रुत गतिमा अघि बढाइएको थियो। घटनास्थलबाट सबै 16 जना घाइतेहरूलाई सुरक्षित उद्धार गरेर उपचारका लागि बर्दघाटमै रहेको चिसापानी अस्पतालमा लगिएको छ। यसरी समयमै अस्पताल पुर्याउन सकेको हुनाले नै घाइतेहरूलाई थप जोखिमबाट बचाउन र तुरन्तै प्राथमिक उपचार दिन सम्भव भएको हो। आज हामीले यी सबै विवरण र तथ्यहरूको विश्लेषण गर्यौं, तर अन्तमा एउटा गम्भीर प्रश्न उब्जिन्छ। हाम्रो पूर्व पश्चिम राजमार्गमा यसरी बारम्बार हुने दुर्घटनाहरूले लामो दूरीको यात्रा कतिको सुरक्षित छ भन्ने कुरामा के सङ्केत गर्छन् त? के हाम्रा सडक संरचना पर्याप्त छन् वा गाडीहरूको अवस्था र सतर्कतामा कमी हो? आजको यो विश्लेषणले सडक सुरक्षाको अवस्थाबारे हामी सबैलाई गम्भीर भएर सोच्न पक्कै पनि बाध्य बनाउँछ।